नमस्कार सबैजनालाई। आज 2082 साल कार्तिक 17 गते सोमबारका दिन त्रयोदशी तिथि उत्तरा भाद्र नक्षत्र। आज बिहान 6:17 घाम झिल्किएको थियो भनेदेखि बेलुका आज 5:17 घाम अस्ताउने गर्दछ। हामी सबैले यो दिनको समय घाम झुल्केदेखि घाम अस्ताइसकेको समयमा गर्नुपर्ने कामहरू, मनुष्यले गर्ने कामहरू यतिखेर हो। राति त्यसदेखि पछाडिको समयलाई रात भनेर भनिन्छ। त्यतिखेर चाहिँ अरू राक्षसहरू अनि त्यस पछाडि भूत प्रेतहरूको शक्ति ज्यादा भएकोले गर्दा हामीले गरेको कामहरू राम्रो हुँदैन। जति गर्नुपर्ने कामहरू यो दिनको समयमा हामीले गर्नुपर्दछ। ढाडमा नसा च्याप्पेको चाहिँ योगा गरेर देखाउने छु। जुन योगा तपाईँले कसरी पहिले पत्ता लगाउनुहुन्छ। तपाईँले ढाडमा नसा च्याप्पेको जस्तो तपाईँको यो बुढी उम्ला छ नि, यो बुढी उम्लालाई यसरी उम्लाले दरो ठेल्नुहोस्। बुढी उम्लाले यता ठेल्नुहोस्, पुरा ठेल्नुहोस् त, दरो ठेल्नुहोस्। कतिको तगडा छ, पावर छ। त्यस्तै गरी अर्को खुट्टाको पनि यसरी बुढी उम्लालाई, है अरू उम्ला पर्दैन, बुढी उम्लालाई चाहिँ यसरी ठेल्नुहोस्, मजाले ठेल्नुहोस्, दरो ठेल्नुहोस्। बुढी उम्लाले यता ठेल्नुहोस्, हातले यता ठेल्नुहोस्, पावर कतिको छ। फेरि यताबाट यता ठेल्नुहोस्, यताबाट यता ठेल्नुहोस्। तपाईँको कुनै ठाउँ दुख्छ दुख्दैन त्यो पनि चेक गर्नुहोस् है, यसरी चेक गर्नुहोस्। यदि तपाईँको नसा च्यापेको बारेमा केही समस्या छ भनेदेखि कतै दुख्छ, अर्थात् यो जुन उम्ला हुन्छ नि, तपाईँको यदि ढाडमा नसा च्यापेको छ भनेदेखि यो उम्ला चाहिँ तपाईँको के हुन्छ भनेदेखि यसरी ठेल्दा नरम यसरी जान्छ, फेरि यता गर्दा यसरी नरम आउँछ, तपाईँले ठेल्न सक्नुहुन्न, त्यस्तो समस्या हुन्छ क्या। त्यस्तै आज हामीले गर्ने योगा चाहिँ के छ भनेदेखि म तपाईँहरूलाई आफै देखाउने छु। राम्रोसँगले हेर्नुहोस्, ध्यान दिनुहोस् है योगालाई, राम्रो ध्यान दिनुहोस्। दैनिक यो योगा गर्नुहोस्, 1 महिनासम्म गर्नुहोस्। तपाईँको ढाड दुखेको अर्थात् पछाडि नसा च्यापेको सबै ठिक हुन्छ। सबैभन्दा पहिले हामीले के गर्ने भनेर भन्दाखेरि यसरी सिधा भएर सुत्ने, सिधा खुट्टा पाएर। पछाडि यो सिरानी लाउनु हुँदैन है टाउकोमा चाहिँ, यो चाहिँ विचार गर्नुहोस्, खाली ठाउँ हुनुपर्छ। सिधा भएर यसरी सुत्ने। यसरी सुतिसके पछाडि तपाईँले यो खुट्टालाई यसरी उचाल्नुहोस्। उचाल्यो हातले चाहिँ यो खुट्टाको यहाँनिर यो घुँडादेखि तल हातले पक्रेर यता ठेल्नुहोस्, आफूतिर तान्नुहोस्, हातले तान्नुहोस्। कति तान्नुहुन्छ ल तान्नुहोस्। यसो 1 2 3 4 5 यो तानिसके पछाडि अर्को खुट्टाको फेरि यसरी पक्रेर, फेरि यसरी पक्रेर चाहिँ यसरी तान्ने। 1 2 3 4 5। अब यति गरिसके पछाडि तपाईँले यो दुइटै खुट्टालाई यसरी पक्रेर चाहिँ फेरि तान्नुहोस्। 1 2 3 4 5 यसो तानिसके पछाडि अब तपाईँले अर्को फेरि यो खुट्टालाई चाहिँ यसरी यहाँनिर राख्नुहोस् अनि फेरि तान्नुहोस्। यसो गरेर 1 2 3 4 5। त्यस्तै गरी अर्को खुट्टालाई पनि यहाँ राख्नुहोस् र तान्नुहोस्, तर तान्नुहोस् है। 1 2 3 4 5 यसो गर्नुहोस्। यसो गरिसके पछाडि बिस्तारै यसरी चुरुक्क उठ्नुहोस्। उठेर चाहिँ यस्तो सिधा पारेर यसरी उठ्नुहोस्। उठेर चाहिँ पैतालालाई कति शक्त हुन्छ, यो पैताला छ नि जुन तपाईँको पैतालालाई उता घिसार्नुहोस्। उता घिसारेर चाहिँ यस्तो पार ठेलेको गर्नुहोस्, यसरी ठेलेको गर्नुहोस्। पैतालालाई उतापट्टि, आफ्नो शरीर यतापट्टि टाउकोले यसरी ठेल्नुहोस्। यसरी कम्तीमा 5 मिनट यसरी बस्नुहोस् होइन। यसरी बसिसके पछाडि यस्तो गरेर यसरी ठेलेको 5 मिनट बसिसके पछाडि अनि तपाईँ फेरि अर्को मेन योगा ढाड दुखेको म तपाईँहरूलाई देखाउन गइरहेछु। त्यो ढाड दुखेको योगाले चाहिँ ल हेर्नुहोस् है। अब
अर्को योगामा तपाईँलाई देखाउन गइरहेछु। जस्तो तपाईँहरूको घरमा वाल हुन्छ, भित्ता हुन्छ होइन, त्यो वाल भित्तामा चाहिँ के गर्नु भनेदेखि तपाईँले यस्तो गरेर सुतेर ठ्याक्क सुतेर चाहिँ खुट्टालाई चाहिँ यसरी माथि लानुहोस्। यो पछाडिको भागलाई चाहिँ भित्तामा टसाउनुहोस् है। यसो गर्नुहोस्, यसो गर्नु, तान्नुहोस् तान्नुहोस् तान्नुहोस्, भित्र जानुहोस्, पछाडि जानुहोस्। कसरी हुन्छ पछाडि जानुहोस्, समतल तरिका यो वालमा तपाईँको खुट्टालाई मिलाउनुहोस्। यसरी मिलाउनुहोस्। यसरी तपाईँ कम्तीमा पनि 5 मिनट 10 मिनट यसरी बस्नुहोस्। यसरी बस्नुहोस्। तपाईँको रोग, ढाडमा दुखेको रोग, नसा च्यापेको आफै ठिक हुँदै जान्छ। तर कन्टिन्यू गर्नु पर्यो। बिहान जुर्क उठेर 15-20 मिनट भन्दा पनि के छ भने नि उमेर अनुसार तपाईँको उमेर कति छ। यदि तपाईँको उमेर 20 वर्षको छ भनेदेखि बिहान उठेर 20 मिनट यात्रा गर्नुहोस्, हिँड्नु। तपाईँको उमेर 40 वर्ष, तपाईँ 40 वर्षको हुनुहुन्छ भनेदेखि बिहान उठेर तपाईँ 40 मिनट हिँड्नुहोस्। यदि तपाईँको उमेर 50 वर्षको छ भनेदेखि तपाईँ बिहान उठेर 50 मिनट हिँड्नुहोस्। यसो गर्नुभयो भनेदेखि तपाईँहरूको शरीर हल्का र राम्रो हुँदै जान्छ। ल, धन्यवाद। हाम्रो च्यानल, मेरो भिडियोलाई लाइक गर्नुहोस्, सेयर गर्नुहोस् है, कमेन्ट गर्नुहोस्। तपाईँले जानेको कुरा लेख्नुहोस्, नजानेको कुरा पनि म भनिदिन्छु। तपाईँहरूको समस्या के छ, योगाका मार्फत म तपाईँलाई सिकाउने गर्छु। ध्यान दिनुहोस्, योगा चाहिँ तपाईँको नसा च्यापेको छ भने चाहिँ यो योगा गर्नु भने कम्तीमा 1 महिना गर्दाखेरि तपाईँ हिन्डुल गर्न सक्नुहुन्छ। ल, धन्यवाद सबैजनालाई।